नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ मैले फेरि पनि मेकअप भिडियो लिएर आएको छु, जसमा चाहिँ आज मसँग हुनुहुन्छ मेरो हजुरआमाहरू अनि उहाँहरूले चाहिँ मेरो फेसको हाफ पार्ट चाहिँ डिभाइड गरेको छु मैले चाहिँ। उहाँले चाहिँ मेरो यो राइट ह्यान्ड साइडको चाहिँ गरिदिनुहुन्छ भने उहाँले चाहिँ मेरो लेफ्ट ह्यान्ड साइडको गरिदिनुहुन्छ। उहाँहरूले चाहिँ केही पनि थाहा छैन होइन मेकअपको बारेमा के कसरी गर्ने। सो हेरौँ कस्तो हुन्छ। इट्स गonna बी अ फनी भिडियो। सो लेट्स गेट स्टार्टेड। स्टार्ट गर्नु न। जुन लगाइदिए पनि हुन्छ। म चाहिँ कुन लाग्यो होला कसले चाहिँ राम्रो भिडियो के अरे राम्रो मेकअप गरिदिनुहुन्छ लेट्स सी। जुन लगाइदिए पनि हुन्छ। हेर्नु न सिकाउनु त पर्यो नि भनेको सुरुमा यो लाउने होइन यो मोइस्चराइज गर्ने। म त ब्राइड जस्तो फिल गरिरहेको छु अहिले। म त ब्राइड जस्तो फिल गरिरहेको छु अहिले। What? देब्रेपट्टि परे आएको त केही नै हुँदैन। ल भयो राम्रो भयो। ल अब यसपछि लाउने भनेको यो गर्ने मैले फाउन्डेसन लगाउनु पर्ने हुन्छ होइन। यसले चाहिँ यसलाई चाहिँ के गर्ने भनेदेखि आफ्नो हातमा अलिकति उयो गर्ने है, अन्त टक 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 यसरी लगाइदिने यतानिर, अनि उयो छ नि यो यसले चाहिँ यस्तो 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 गर्ने, यसले यस्तो 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 थिर्दिने। यो कसरी झिक्ने त यो यसैमै म हालिदिन्छु। एकछिन यो भिजा ल्याउनुपर्छ। यो भिजाकै रेन्ज मिसाइदिनु न। अनि अब टोटो त लाउनु एउटा भाँडो यो पहिला यसले यस्तो 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 गर्नु त। कतिजनाले लाउने त त्यो क्रिम ला जसरी कि यस्ता लगाउनु पर्यो नि। अब यसले चाहिँ यस्तो 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 गर्ने हो क्या। मम्मी म भिडियो बनाइरहेको छु कि। त्यो अरू पनि भइदिएर एकैचोटि सिकिदिन्थ्यो। मेरो चाहिँ सुइसो देब्रे टुङ्गो छ अन्त हात पनि अलिक सेतै भयो त आँखाको गर्दैन हो त्यसले हो त्यस्तो। अब यो टिको होला होइन हुन्छ टिका त एउटै लाउने त फेरि दुई दुईजना लगाइदिइरहनु भयो अरे कि। What? कसरी लु यसलाई भयो त्यही मोबाइल झिक्ने त हो नि त। Oh my god. के हो त्यो नमै बिलाए जस्तो छ हजुरको त टिका हो क्या। यसमा छ होइन यही छ हजुरी। टिको क्या छैन कता लगाउने माझामा ल छेउमा
हजुर खोज्दै हुनुहुन्छ त्यहाँ टिका चाहिँ छैन कहाँ पैसा अब त्यसपछि ल ठिक भयो अब चाहिँ ठिक भयो भन तुई लाने एउटा टिको त मिल्दैन ल अहिले काजलको लगाइदिनुहुन्छ त्यसो भए दुवै हरायो अब यो चाहिँ होइन आँखामाथि लाउने जुन कलर लगाइदिनु नि तपाईँलाई जुन कलर मनपर्छ केले लगाइदिनु आँखामाथि हातले लगाइदिनु यसरी लगाइदिनु गाई साइड यता आँखामाथि टिका लगाउँछ टिका पनि भयो लाग्यो अब तपाईँलाई कुन कलर मन लाग्छ त्यही कलर लगाइदिनु आँखामाथि तपाईँले पनि त्यही कलर लगाइदिनु जुन मन लाग्थ्यो एउटै लगाइदिनु कुन चाहिँ लगाइदिनु? होइन छुट्टै लगाइदिन्छ आफूले राम्रो पार्ने हो नि त यो जुन भयो यो हुन्छ कि हुन्छ जुन भयो यहाँ यस्तामा आँखामाथि परेला मासतिर कि Oh yeah. हो त्यहीँनिर हो धेरै पर पुग्यो पुस्नुपर्छ फेरि त्यहाँ फेरि अर्को पनि दल्ने होला के भयो सक्यो अब यसपछि गाजर लगाइदिनु है यो गाजर यो चाहिँ आँखामा चाहिँ लगाइदिनु नि घोषिदिनु होला है तपाईँको पालासीमा पनि पालो आँखामुनि कि आँखामा नि आँखामाथि हो कस्तो बोज्यो बजिरहेछ भयो तपाईँको सक्यो हेर्न होइन भयो कि भयो त्यो लास्टमा हेर्ने हो यस्तो तरे लाग्यो नि थिएन अब हजुर पनि चोक्न पर्छ चोक्नु पर्छ त्यही छ छ्या, 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 छ्या। भन्नु नि त माथिमा त सिरियल लाग्ने हो नि त भयो हात भइछ त्यस्तै देब्रेपट्टि बसेको छ हात मलाई खुवाउने बेलामा बेहुली र देब्रेपट्टि राखेर खुवाउँछन् कि बाठा भएर भन चोक्दैन एकचोटि सोध्नु पर्दैन त्यसरी पुग्छ त्यो यहाँ चाहिँ आँखामुनि चाहिँ अलिक बुस ल भयो आँखा बस्यो अलिक छ छैन छैन आँखा हुनुकै ल गइसक्यो। माथि फुटाइदिनु है सुर पार्दैन नि यताको हेरेर यता कता चिया थियो हँ? मेरो चिया छ सेलङ आएर त उता छ उ त्यो हो कि खाँदै गर्दा हुन्छ त्यो त हजुर होइन उहाँ कता छ हेर न ऊ उहाँ छोपेर आइछु उहाँ बोर्काल छोपेर अनि उहाँ ल्याइदियो लु अहिले त भयो होला अब त्यसपछि यहाँ गालामा लगाइदिने थाहा छ गालामा कहिले हो ल उयो लगाइदिनु है ल मलाई चिन्नु खोइ के हान्छ त्यसले त्यसले ब्रसै रहेछ कि यहाँनिर यसले लगाइदिनु ल पाउडर ब्रस हो तर के हुनु के भन्छ अब त्यसले के भन्छ यहाँ गालामा हजुरले पो एको गर्नु भएन त भाउजू हजुरलाई त आउँदो रहेछ है गोलो गोलो गरिरहनु भयो हेर्नु न जे भए पनि यति आउनुहुन्न आइसकेर ला जस्तो भयो पहिला बिग्रियो भन्ने मात्रै गाजर त मैले राखेर राम्रो रहेछ अहिले जस्तो लाग्छ मलाई चाहिँ थोरै भयो यो भयो कि भएन
होइन त्यो त पहिले पछि भन्ने हो कि लास्टमा ल अब हजुरको टर्न यहाँ अलिअलि दलेर अन्त त नदर्ने होला नि थुङ्गो मात्रै रातो पनि नि त त्यही डिलमा मात्रै ढुङ्गो निच्च गरिहाल्छ खै यता हेर ठिक छ अब के लाउनु भनेदेखि उयो मस्कारा उयो भनेको चाहिँ परेलालाई लाउने के यसरी अब यो परेला यस्तो यस्तो थाहा छ उँभो पार्ने हो अब त्यो हरियो गरेर टाँसेर मेरो भाइ पनि राखिदिनुहोस् है भयो भयो उता हजुरको नागा टुप्पा पनि लाउनुपर्छ अरे होइन त्यो उ भएको बिग्रियो आँखा नचिम्ले अलिक उचाल भयो होला जस्तो लाग्छ मलाई चाहिँ अब लिपस्टिकको टर्न तल्लोबाट एउटीले माथिल्लो एउटीले होइन हाफ हाफ ए जुन लगाइदियो नि चाहिँ यो पिङ्क हो यो रातो हो है आधी लगाइदिने आधी पाँच छोडिदिने दुई थरी लगाउनु पर्छ मेरो भए कहाँ राखिदिने ए तपाईँको यहाँदेखि यता मलाई त थोरै राखिदिए हाम्रो यहाँ छ नि लाग्दैन त तल्लो पनि पर्छ सुर लानु न आफूतिर यस्तो गरेर भयो यस्तो गर्नु आइपुग त्यो कहाँ यो भनेको यो यस्तो मिलाउनु के यो छ नि यसमा मिलाएर लाउनु यो है कालो छ कालो त धेरै पनि लाउनु चोकिन्छ नि यो कोर्नी हो है त्यसमा कोर्नी हो हजुरको टर्न चौबिस यी सबै लागु अहिले मिठो अब के छ अब पाउडर लास्टमा लाउनु पाउडर लगाइदिनु पाउडर लगाउनु चाहिँ आउँछ है अल्लै बनाउने हो कसरी लाउने फेरि त्यो हाफ पार्टमा त्यो कालो मेटी जान्छ होला त्यहाँ बोलेर जति सबै आउँछ होला नातिनी भर्खर टिजी हुँदैछ
आफ्नो भाग मात्रै लानुपर्छ र अर्का भाग चाहिँ किन हामी बुढीलाई नै आउँछ बुढले चाहिँ आउँदैन बुढले चाहिँ खाना लाउनै नजाने जस्तो गर्छन् र अहिले मान्छे बुढीलाई नै आउँछ नि सिक्दा What? त किन दिव्यै देवी पतिमा बल लाल्टिने भए तर उसले त मलाई नक्कली भन्छन् लाउँदैन सितारा भन्थे रे उहिलेका मान्छे त्यस्तै जस्तो लाग्छ यति नगल पारेर हामी नि हिँड्न सकिहाल्छौँ नि सबै त तर पहिला चाहिँ आमा भन्न छोरी तरुनी लिपस्टिक पाउडरले भन्छ क्यारे घुमाउन झिल्के ड्राइभरले अब यसले यस्तो गरेर स्प्रे गरिदिनु एक साइड कस्तो यस्तो गरिदिनु यस्तो यता त्यहाँ लिखिदिनु ठिक यता लिखिदिनु अनि लाग्ला नि यता अलिक परेबाट होइन यता यताबाट उयो अब ल यस्तो खिचिदिनु त जान्दिनँ खिच्नु नि त्यसकै यस्तो यस्तो के यस्तो हो त्यहाँ खिच यता यता भुइँमा जान्छ कि त्यही भएर यस्तो गरे यता होइन हजुर Oh my god. यसले यता मात्रै क्लिक गर्ने अनि आफै मुखमा छरिन्छ क्या मेरो ऊ भरि यता लाग्ला केही हुन्न पानी मात्र हो ओ हजुरलाई आयो बरु यहाँ मात्र ल भयो यहाँ चिसो मात्र जाने अलिक यता यहाँ लुगामा जान्दिनँ मैले के अरे यसमा थिच्ने मात्र हो यसमा थिच्ने यसमा ठिक मात्रै हो खोइ त ओ त्यसले थिच्नु ल फिक्स गर्नु ओ यहाँ धेरै नै अलिअलि बगाउँछ सबै भइसक्यो बगाइसक्यो ओहो आँखामा पर्यो आँखामा पऱ्यो पऱ्यो भने के हुन्छ? नि त के हुनु मेकअप सबै बगा नै त त्यता हालेको थिएँ नि यता Oh yeah. है ओ ल भयो यति नै हो खै हेरौँ अब कस्तो त्यहाँ राम्रोसित देखिन यसले त यत्रो रहेछ यो यता साइडमा कि कता राम्रो रहेछ कता राम्रो रहेछ कता कता गयो मलाई चाहिँ दुवै बराबर लाग्यो हजुर कमेन्ट गरिदिनु होला कुन चाहिँ मन पर्यो भनेर सो आजको भिडियोको लागि यति नै थ्याङ्क यू सो मच बाई बाई गरिदिनु हजुर बाई